सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नीति तथा कार्यक्रम पढेर सुनाएका हुन्। केरुङ काठमाडौँ र रक्सौल काठमाडौँ रेलमार्ग निर्माणको लगानी मोडालिटीबारे अध्ययन गर्ने सहित नीति तथा कार्यक्रममा महत्त्वाकांक्षी योजनाहरू समेटिएका छन्। डिजिटल पूर्वाधार प्रविधि र शिक्षासहित विकासलाई उच्च प्राथमिकतामा राखेको नीति तथा कार्यक्रमले जलवायु परिवर्तन र मानव वन्यजन्तु द्वन्द्व नियन्त्रणका विषयलाई पनि समेटेको छ। दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा जोडेको सरकारले सडक बालबालिका मुक्त राष्ट्र निर्माणको लक्ष्य पनि राखेको छ। कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा तिनजुरे मिल्के जलजले क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहने आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले बताएका छन्। जिल्ला समन्वय समिति महासङ्घ नेपाल कोशी प्रदेश कार्य समितिको आयोजनामा तेह्रथुमको बसन्तपुरमा आजबाट सुरु भएको 2 दिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस क्षेत्रको पर्यटन विकास र यो क्षेत्र भएर अन्य जिल्ला जोड्ने सडक विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्। कार्यक्रम जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष छिरिङ लामाले बसन्तपुरदेखि तिनजुरे गुफा पोखरी हुँदै ताप्लेजुङको दोभान जोड्ने सडक खण्डलाई पर्यटकीय मार्गका रूपमा विकास गर्न आग्रह सहितको ज्ञापन पत्र मन्त्री लिङथेपलाई बुझाएका थिए भने त्यस क्षेत्रका जनप्रतिनिधिले मन्त्रीको ध्यानाकर्षण गराएका थिए। आज छलफल सहित खेलकुदका कार्यक्रम भयो भने भोलि समन्वय समितिका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएर कार्यक्रम सम्पन्न हुने सो स्थानबाट रोमन लिम्बुले जानकारी दिएका छन्। सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश दिँदै चैत्र 4 गतेका लागि सरकारलाई छलफलका लागि डाकेको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि डाकेको हो। सर्वोच्चमा भएको सुनवाईपछि गत चैत्र 13 र चैत्र 20 गतेको दलीय विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय फाइल समेत महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउन समेत आदेश दिएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका 5 धनेश्वर स्थित सुरक्षा मुद्रण केन्द्रमा आउँदो असार मसान्तसम्ममा थप 17 लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स छापिने भएको छ। यसका निम्ति केन्द्रले यातायात व्यवस्था विभागसँगको सम्झौता अनुसार यही वैशाख तेस्रो सातादेखि छपाई थालेको बताइएको छ। विभाग र केन्द्रबीच यही वैशाख 4 गते क्युआर कोड सहितको स्मार्ट लाइसेन्स छपाई सम्बन्धी सम्झौता भएपछि काम सुरु भएको हो। आउँदो असार मसान्तभित्र 17 लाख थान लाइसेन्स छपाई गर्ने लक्ष्य सहित काम अगाडि बढाएको केन्द्रका उपसचिव गोपाल राज तिमसिनाले जानकारी दिएका छन्। यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे तापनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ।